यो जब मैले प्रभुलाई एउटा उहाँले मलाई सित्तैमा जीवन दिनुभएको छ होइन। अनि यसरी मलाई सबै कुरो बाटोहरू पनि दिनुभएको छ होइन, कमाइ खाने बाटो। अनि उहाँको चाहिँ म सेवक बन्नु सकेको छुइनँ। एकदम आफ्नो हृदयले कहिले पनि यो मेरो मलाई छुएको वचन क्या, म चाहिँ सेवक बन्नै पर्ने रहेछ होइन। अब यो चालिसाको समयभित्रमा है, यो चालिसाको समयभित्रमा मेरो प्रार्थनाद्वारा अनि मैले गरेको कर्मद्वारा र मैले कसैलाई एउटा सेवा पनि गर्नुपर्ने छ यो चालिसाको समयभित्र, किनभने हाम्रो अहिले उपवास चलिरहेको छ होइन, मण्डलीको नियमअनुसार। त्यसले गर्दाखेरि चाहिँ यो सेवक शब्दले चाहिँ उहाँले दिनुभएको शब्द, तर मैले कहिले पनि गर्न सकेको छैन सेवक भन्ने कुरो कि। अब मैले न मानिसलाई गर्न सकेँ, न प्रभुको नाममा कहिले पनि कसैलाई एउटा दुईवटा कुराहरू बाँडेको छु होइन, अहिलेसम्म मैले बाँडेको छुइनँ। जति पनि मेरो बातचित हुन्छ आफ्नै फ्यामिलीभित्र, आफ्नो हाम्रो जस्तै स्टेफनभित्र पनि म कतिवटा कुरा चाहिँ यो मैले शरीरमा पाएको प्रभुबाट पाएको जतिवटा दानहरू छ त्यो सबै कुरो मैले हाम्रो एसएससी र मेरो परिवारमा बताउँछु। त्यहाँबाट अरू ठाउँमा मैले बताएको थिएँ, त्यो पनि एउटा मेरो सेवै हुने रहेछ क्या, मैले बताउनु पर्ने रहेछ। र आज मलाई पश्चाताप लाग्यो, किन भन्दाखेरि सेवक चाहिँ म चाहिँ हुनै सकेको छैन प्रभुको निम्ति। र आज यो प्रभुको निम्ति मैले सेवा गर्नु पर्ने रहेछ है। अनि मात्रै म उहाँको एउटा के भनौँ नजिक हुनु जाने रहेछु। यही वचनले मलाई छुयो, त्यसको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु।